HTML बिना चाहिँ वेब पेज अधुरो नै हुन्छ के है। त्यस्तै स्टाइल भएन भने चाहिँ वेब पेज के हुन्छ भन्दाखेरि बोरिङ हुन्छ हैन। र जाभास्क्रिप्ट भएन भने चाहिँ वेब पेज डेड नै हुन्छ कि। भनेको जाभास्क्रिप्ट भनेको चाहिँ एउटा वेब पेजको दिमाग नै हो। हेलो साथीहरू, इट्स मी पन्नालाल बिके एन्ड इट्स माई डे 7 अफ लर्निङ वेब टेक्नोलोजी। सो वेब टेक्नोलोजी लर्निङको डे 7मा चाहिँ मैले आज HTML, CSS र जाभास्क्रिप्ट तिनटैलाई युज गरेर चाहिँ एउटा डिजिटल क्लक बनाएको छु। अनि मैले अघि तपाईँहरूलाई भनिहालेँ, HTML भनेको चाहिँ वेब पेजको एउटा फाउन्डेसन हो। अनि CSS भनेको चाहिँ यसलाई राम्रो देखाउनको लागि, बोरिङ नहोस् भनेर स्टाइल दिने एउटा HTML सँगै आउने ल्याङ्ग्वेज हो। र जाभास्क्रिप्ट भनेको चाहिँ यसको माइन्ड नै हो कि। जाभास्क्रिप्टले चाहिँ इन्टरेक्ट गर्नको लागि हेल्प गर्छ। अब यही डिजिटल क्लकलाई नै हेरौँ न हैन। HTML स्ट्रक्चर त बन्यो यतिको। अब यसलाई स्टाइल दिएपछि कस्तो हुन्छ हेर्नुहोस् ल। मैले स्टाइलको सबै कोड लेखिसकेको छु। सो मैले यहाँनिर लिङ्क गराउँदा चाहिँ कमेन्ट गरेको छु। यसलाई म अनकमेन्ट गर्छु र त्यसपछि यसलाई म सेभ गरेर उता गएर रिलोड गर्छु है। ल यति गर्ने बित्तिकै हेर्नुहोस् त हाम्रो वेब पेज कस्तो राम्रो देखियो कि हैन। भनेको स्टाइलले यसरी काम गर्छ कि। सो अब यो सँगै अहिले त यो केही चलेको छैन है। 00 देखाएको छ, माथि AM देखाएको छ। भनेको यो डिजिटल क्लक चाहिँ मैले रियल टाइम देखाउने खालको बनाउन खोजेको हो। अब मैले यसमा जाभास्क्रिप्ट लगाउँछु है। जाभास्क्रिप्ट मैले यहाँ रियल टाइमको लागि चाहिँ मैले यहाँ लेट यहाँ आवर, मिनेट, सेकेन्ड गरेर हैन न्यू डेट गरेको छु, जसले चाहिँ हाम्रो रियल टाइमको मेरो लोकल डिभाइसको टाइम जे छ त्यो टाइम लिन्छ है। 6:32 भइसकेको छ अहिले। अनि यहाँनिर चाहिँ AM PM कन्भर्ट गरेको छ। सो अब म जाभास्क्रिप्टलाई लगाएर हेर्छु है। जाभास्क्रिप्टलाई चाहिँ मैले यसरी लगाएर त्यसपछि सेभ गरेर यता गएर रिलोड गरेपछि ल यहाँ हेर्नुहोस् 6:32, 35, 36 सेकेन्ड भयो है। भनेको मेरो रियल टाइम जे छ हैन त्यही टाइम यहाँनिर चलिरहेछ क्या। भनेपछि सो HTML, CSS र जाभास्क्रिप्ट मिल्यो भने चाहिँ वेबसाइटले राम्रोसँग काम गर्न सक्छ। बट विदाउट HTML, CSS र जाभास्क्रिप्ट चाहिँ एउटा वेब पेज चाहिँ अधुरो हुनसक्छ।